झारडा सिवन्ने। यहाँ चाहिँ पेट्रोल लाउनु पर्ने छ होइन भनेको छ त पहिला त यता पुरा रफ थियो त है 200 रुपियाँ तेल लाउँछ त्यहाँदेखि लाग्ने अहिले चाहिँ हामी एकदम माथि जङ्गल क्याफे भन्छ यो जग्गालाई होइन सुनिल जङ्गल क्याफे आएको छौँ र यहाँदेखि चाहिँ धेरै राम्रो आज दृश्य देखिरहेको छ है नजारा भनौँ न अनि यु क्यान सी द है गान्तोकको हेलिप्याड चाहिँ यहाँदेखि चाहिँ जतिसक्दो मैले जुनले तानेर देखाउने कोसिस गरेको छु कसो भयो मेरो पर्फर्मेन्स कस्तो छ बाइकको अलिक सर भनिदिनु भयो सिकिसकेको रहेछ बाइक चाहिएको है ल गाइस मैले हल्का कुदाएको चाहिँ भिडियोमा हालेको छु कस्तो छ है प्रतिक्रिया चाहिँ तपाईँहरूले दिनु पऱ्यो अनि अब स्कुटीबाट यसो बाइकमै सिक्नु लाग्छ अनि र चाहिँ एकदम धेरै राम्रो देखिरहेछ हामी अब केही दिन यहाँ फोटो खिच्न जाउँ त्यहाँदेखि तपाईँलाई अहिले चाहिँ बुलबुले आइपुगेको हो पानी परेको अवस्था र अब चाहिँ मोमो खान आँटेको है बुलबुलीमा धेरै दामी पाउँछ लासा फल्स भन्छ यसलाई के हुन्छ यही हो आजको डे है विकेन्ड यसै छ विकेन्ड चाहिँ आज चाहिँ मोमोको साथ भेजको यहाँ दामी लाग्छ मलाई गीत कति मिठो बजिरहेको छ सुन्नु सक्नुहुँदै होला दाइले मजाले खानुहुन्छ लगाइ आजको विकेन्ड चाहिँ यति नै छ हो अनि अब भ्लग पनि आज यतिमै एन्ड गर्नु पर्ला जस्तो छ हामी चाहिँ अहिले चाहिँ नर्थ सिक्किम जाँदैछु है अनि आज नर्थ सिक्किम हल्का तपाईँलाई भिडियोमा देखाउनेवाला छु यहाँ चाहिँ भिडियोमा चाहिँ भालु निक्लेको थिएछ है र अहिले भने चाहिँ हामी चाहिँ नर्थमा आइपुगिरहेको छौँ होइन हामी नर्थको चाहिँ अब तपाईँहरूलाई नजारा देखाउनु पर्दा चाहिँ हाम्रो नर्थ सिक्किम चाहिँ एकदम नेचुरली ब्युटी छ अनि एकदम जङ्गलले भरिएको मात्रै देख्न पाइन्छ तपाईँले यहाँ मलाई 360 मलाई नै हेर्नुहोस् है मेरो पछि जति पनि तपाईँले देख्न सक्नुहुन्छ सबै जङ्गल मात्रै छ नर्थ सिक्किम चाहिँ यस्तै मात्रै छ है अनि यहाँ चाहिँ प्रायः जस्तो मान्छेहरू आएर यहाँ बस्ने गर्छन् अनि यहाँ चाहिँ एकदम दामी छ है यहाँ चाहिँ मन्दिर पनि छ पूजा पनि गर्न सक्नुहुने रहेछ है र नर्थ सिक्किम पनि तपाईँलाई हल्का भिडियोमा मैले क्लिप्समा हालिदिएको छु होइन यसलाई पनि एकदम माया गर्नु होला र आजको ब्लग सबै तपाईँहरूलाई है देखाउने कोसिस गरेको छु र आजको ब्लग चाहिँ यति नै छ थ्याङ्क यू सो मच फर वाचिङ यसरी माया दिनु बाइ बाइ